हजुर, यहाँले इलामको रिपोर्ट सुन्नुभयो। अब हामी कार्यक्रमको साँच्चै अन्तमा आएका छौँ। करिब करिब 8 मिनट छ। स्टुडियोमा आउनुहुने हाम्रा 3 भाइ हुनुहुन्छ, जसमा अविनाश अङ्गवाङ अनि पवन चामलिङ र मोहन चामलिङ हुनुहुन्छ। मोहन चामलिङजी चाहिँ साकेला इन्स्ट्रक्टर पनि हुनुहुन्छ। तिनैजनालाई म नमस्कार गर्दै स्वागत गर्न चाहन्छु। तपाईँहरूसँग हेलो भन्न मन लाग्यो, पहिला टेलिफोनमा बोलेको। तपाईँलाई नमस्कार र स्वागत छ। हजुर, धन्यवाद। तपाईँ चाहिँ अविनाश होइन त? हजुर। तपाईँले टेलिफोनमा हामी धेरै कुराकानी गऱ्यौँ नि, होइन? हजुर दाजु। त्यसरी कुराकानी गरेको 2 वर्ष लगातार भयो जस्तो मलाई। करिब 2 वर्ष जति भयो होला। हामीले 2069 मा पनि यस्तै कार्यक्रम गरेको थियौँ र 70 अनि 71। 70 मा हामी 70 देखि चाहिँ हामी बिएस गोर्खा रेडियोसँग जोडिन पुग्यौँ जस्तो लागेको छ। यो सबै श्रेय चाहिँ हाम्रा कृष्ण चामलिङजीलाई दिनुपर्छ, होइन? अवश्य पनि। उहाँकै सम्पूर्ण भूमिका, उहाँकै सबै पहल, उहाँकै सरसल्लाह, उहाँकै प्रेरणाबाट हाम्रो क्लब अगाडि बढेको अवस्थामा मिडियासँग हामीले जोडिनुपर्छ, मिडियाबाट मार्फत पनि हामीले हाम्रो कार्यक्रमलाई अगाडि बढाउनुपर्छ भन्ने उहाँकै राय सल्लाह बमोजिम हामी अगाडि बढिरहेको छौँ दाजु। अब एकदमै साकेलाका इन्स्ट्रक्टर यहाँ हुनुहुन्छ, उहाँसँग कुराकानी गरिहालौँ। मोहन भाइ नमस्कार, स्वागत छ। तपाईँसँग छोटो कुरा गरे जस्तो लाग्छ मलाई। हजुर नमस्ते। नमस्ते। तपाईँको घर त काठमाडौँ हो नि तपाईँ, होइन? होइन, मेरो पुर्ख्यौली घर चाहिँ खोटाङ। अहिले चाहिँ म अध्ययनको सिलसिलामा काठमाडौँ। ओके, अध्ययन प्लस तपाईँ त आफ्नो यो उसमा चाहिँ एकदमै एक्सपर्ट हुनुहुन्छ साकेलामा। होइन, त्यत्रो पूर्ण रूपमा होइन, तैपनि आफू जन्मथलोदेखि नाच्दै आएको एउटा साकेला संस्कृति हाम्रो राईहरूको, यसलाई चाहिँ प्रबन्धन र सिकाइ गर्ने क्रममा म ताप्लेजुङसम्म जाने अवसर पाएँ। कस्तो भयो तपाईँको त्यो ट्रिप? कस्तो भयो? एकदमै रमाइलो, सोचे भन्दा रमाइलो। नयाँ ठाउँ, गाउँ डुल्न घुम्न, साथै त्यहाँका सांस्कृतिक, राजनीतिक, आर्थिक, सामाजिक कुराहरूलाई पनि मैले अध्ययन गर्न पाएँ। र जुन राईहरूको एउटा साकेला संस्कृति नाचलाई पनि त्यहाँ लिम्बूहरू भए तापनि, थोरै राईहरू भए पनि उहाँहरूले पनि एकदमै रमाइलोको साथ, चाखको साथ इन्ट्रेस्ट लिइदिनु भयो। त्यसमा म खुसी छु र उहाँले एकदमै त्यो सिकाइ अवधिभरि पनि एकदमै राम्रोसँग साथ दिनुभयो। अनि मेन डेको दिन उहाँले जुन चाहिँ नाच्नुभयो कस्तो थियो तपाईँको एउटा इन्स्ट्रक्टरको पोइन्ट अफ भ्यूमा? एकदमै रमाइलो। त्यहाँ जति पनि टाढाबाट मान्छेहरू साकेला नाचको लागि एकदमै वेटिङमा हुनुहुन्थ्यो। 70 वर्षको बुढी आमा, बुढा बाजेहरूदेखि लिएर बालबालिकाहरू पनि मैले चाहिँ त्यस स्थानमा त्यो हाम्रो साकेला नाचको लागि प्रतीक्षारत घडी कुरिरहेको अवस्था देखेँ। र जुन साकेला प्रस्तुत भयो एकदमै उहाँहरूले पनि राम्रो रेस्पेक्ट र अरू प्रशंसाहरू गर्नुभयो म माथि। र फेरि आउँदै गरेको यो हाम्रो वैशाखी चाडमा पनि उहाँले मलाई चुलो निम्ति दिनुभएको छ। चुलै निम्ति उसो तपाईँले इन्जोय गर्नुभएछ। तपाईँले जुन चाँगे पुग्नुभयो, आफ्नो गाउँठाउँसँग कति मिल्दोजुल्दो लाग्यो त्यो चाँगे? एकदमै। हामी एउटा लिम्बू राईमा खासै फरकहरू, भिन्नताहरू पाएन। त्यही पनि थोरै संस्कृतिहरू, यो वातावरणको भौगोलिक आधारले पनि फरक त भइ नै हाल्छ। एकदमै रहन सहन रीतिरिवाजदेखि हरेक कुरा राई र लिम्बूमा मिलेको पाएँ। म त्यसमा सन्तुष्ट भएर चाहिँ आफूले जाने कुरा सिकाउनु भयो, त्यहाँको कुरा सिकेर आउनु। हजुर, मन साटासाट भइ गएन मैले भन्न खोजेको। ओके, ल हाम्रो अर्को भाइ हुनुहुन्छ पवन चामलिङ, उहाँलाई पनि नमस्कार भन्न चाहन्छु। पवन भाइ हेलो, नमस्ते। तपाईँ पनि एकदमै यसमा लागिरहनु भएको छ। तपाईँको विचारमा यसपालिको यो महोत्सव कस्तो भयो तपाईँको विचारमा? यसपालको विचारमा भन्नु पर्दाखेरि पहिला पोहोर पनि हामीले गत साल गर्दै आएको थियौँ, तर पहिलाको सालमा भने चाहिँ पहिलाको सालमा राम्रो चाहिँ जस्तो भयो नि, यो साल चाहिँ राम्रै भयो, रमाइलो भयो, सोचे जस्तो भने जस्तै चाहिँ भयो भनौँ न। तपाईँ खुसी हुनुहुन्छ होइन? हजुर, खुसी। हाम्रो पवन भाइ एकदमै खुसी हुन्छ। हामी फेरि अब एकछिन कुराकानी गऱ्यौँ अविनाश भाइसँग। अब अर्को वर्षको लागि के तयारी गर्दै हुनुहुन्छ? त्यसको ब्याकग्राउन्ड वर्क गर्दै हुनुहुन्छ होला। यसपालि देखेको अलिक कमी कमजोरी के देख्नुभयो, त्यसलाई कसरी सुधार गर्नुहुन्छ त्यो पनि होला नि त, होइन र? हजुर दाइ, अवश्य पनि हाम्रो कार्यक्रममा निरन्तर रूपमा आगामी वर्षमा पनि अगाडि बढ्नेछ। र हामीले यसपाल हाम्रो पौष 30 गते जब हाम्रो यो खेलकुद सप्ताह, हाम्रो सकारात्मक युवाको आवश्यकता, सकारात्मक सोच र सृजनशीलता, खेलकुद विकास, लगनशीलता जस्ता नाराहरूमा आबद्ध भएर हामीले सम्पन्न गरिसकेको छौँ। र त्यसपछि पनि हाम्रो खेलकुद सप्ताहको समापनपछि पनि हामीले पछिल्लो केही कार्यक्रमहरू, विशेष गरेर सांस्कृतिक कार्यक्रमहरू पनि गाउँमा हामीले सम्पन्न गरेका छौँ। त्यसमा हामीले लिम्बूहरूसँग सम्बन्धित, लिम्बूहरूको संस्कृतिसँग सम्बन्धित एउटा च्याब्रुङ नाच, जसलाई केलाङ नाच भनिन्छ, त्यो एउटा केलाङ समूह, ब्लुमिङ फ्लावर्स केलाङ समूह पनि भर्खरै एउटा गठन भएको छ दिपेन्द्र आङबङको अध्यक्षतामा। र केलाङ समितिकै सरसल्लाह बमोजिम करिब 1 हप्ता जति केलाङ प्रशिक्षणको कार्यक्रम पनि हामीले सम्पन्न गरेका छौँ। र साकेला समिति पनि गठन भएको छ, डम्बरी राई
आदरणीय दिदी हुनुहुन्छ, उहाँको अध्यक्षतामा साकेला समिति, किरात राई साकेला समिति पनि गठन भएको छ र आगामी अब आइरहेको वैशाख पूर्णिमामा विशेष गरेर यो किरात राई जातिहरूको यो साकेला नाच भव्य रूपमा मनाउने तयारी पनि भइरहेको छ र लिम्बूसँग सम्बन्धित संस्कृति नाच केलाङको प्रस्तुतिहरू गाउँमा हुने भइरहेको, विशेष गरेर यो पौष महिनामा धेरै विवाहहरू सम्पन्न भए गाउँमा, त्यहाँ क्लबको तर्फबाट प्रशिक्षणको लगत्तै हामीले धेरैवटा विवाहको कार्यक्रमहरूमा केलाङ हाम्रो क्लबबाट केलाङ समितिबाट केलाङ नाचहरू प्रस्तुत गरियो। साथसाथै साकेला नाच पनि क्लबकै कलाकारहरूको माध्यमबाट प्रस्तुत गरेको अवस्था हो र हामी सांस्कृतिक कुराहरूलाई उजागर गर्दै गाउँका विविध सांस्कृतिक विषयमा क्षेत्रमा पनि हाम्रो क्लबहरू अझ अर्काको अरू अन्य जातिहरू, शेर्पा जातिहरू लगायत अन्य जातिहरूको संस्कृति सम्बन्धी पनि केही गर्ने योजनामा छ र भन्नै पर्दाखेरि आगामी वर्षहरूमा अझ थप हामीले कार्यक्रमहरू राखेर केही विषयहरूमा अझ सुधार गरेर हामीले यस्ता किसिमको वार्षिक उत्सवहरू अझ भव्य सभ्य र सबल रूपमा मनाउने हाम्रो योजना छ। हामीले त्यसको लागि होमवर्क पनि गरिरहेका छौँ। ओके, अब समय छ भन्दा समय घर्किहाल्छ होइन त, अन्तखेरि अब यत्रो आयोजना गर्न फेरि हरेक वर्ष ठुल्ठुलो हुँदैछ, गर्दाखेरि यसपालि सिकेको कुराहरू तपाईँले नोट गर्नुभएछ, खुसी लाग्यो। अब सम्पूर्ण चार्ज मिलाउने तपाईँका आफ्नो दाई कृष्ण चामलिङजीलाई के सन्देश छ, उहाँ सुनेर बस्नु भएको छ होला, आशा गरौँ। त्यसै पनि हाम्रो आदरणीय दाई कृष्ण चामलिङ दाईलाई हाम्रो संयुक्त रूपमा हाम्रो समग्र क्लबको तर्फबाट हामी उहाँप्रति विशेष रूपमा आभार व्यक्त गर्न चाहन्छौँ। उहाँको साथ सहयोग नहुँदो त हामी यति भव्य रूपमा यति के अरे हामीले सफलतापूर्वक यसरी कार्यक्रम अगाडि बढाउन सक्दैनौँ थियौँ होला। उहाँको सहयोग हामी कदापि भुल्ने छैनौँ। उहाँको मार्गदर्शन, उहाँको निर्देशन अनुसार हामी अगाडि बढ्नेछौँ भन्ने हामी प्रण पनि गर्दछौँ र साथै कृष्ण दाई लगायत युकेमा रहनुहुने अन्य हाम्रो गाउँघरका दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई हाम्रो कार्यक्रम सम्पन्न गर्नको निम्ति अप्रत्यक्ष रूपमा अथवा प्रत्यक्ष रूपमा, आर्थिक रूपमा, भौतिक रूपमा, नैतिक रूपमा विभिन्न सहयोगहरू गर्नुभएको छ। उहाँहरूको सहयोगहरूलाई पनि हामीले विशेष रूपमा भुल्ने छैनौँ। साथै मलेसियामा रहनुहुने दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूको सहयोगलाई पनि हामीले एकदमै शिरोधार्य, एकदमै चाहिँ उहाँको सहयोगहरूलाई हामी भुल्ने छैनौँ। त्यस्तै गरेर कोरियाबाट हुनुहुन्छ, साथै हङकङबाट यसपाल हामीलाई त्यति राम्रो हाम्रो सम्पर्क हुन सकेन हाम्रो कार्यक्रमको दौरानमा। उहाँहरूसँग हाम्रो प्रभावकारी सञ्चार नभएको अवस्थामा आगामी दिनमा उहाँहरूले पनि हामीसँग जोडिएर हाम्रो कार्यक्रमहरूलाई, हाम्रो क्लबलाई माया गर्दै उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुनेछ, सरसल्लाह प्रदान गर्नुहुन्छ भन्ने हामीले आशा पनि गरेका छौँ। र विशेष गरेर अन्त्यमा फेरि पनि बिएस गोर्खा रेडियोलाई हामी भुल्ने छैनौँ। तपाईँहरूको सर सहयोग र हरेक कुराहरूलाई हामीले मध्यनजर गरेका छौँ। थ्याङ्क यू सो मच। र यो सर्टिफिकेट दिनुभएको छ, यो एकदमै